हामी मिल्नुपर्छ, हामी जुट्नुपर्छ, तब मात्र यो नुवाकोटले यो देशले कोल्टे फेर्छ, मुहार फेर्छ भन्नेमा हामी विश्वस्त छौं। त्यसको अर्को तपाईहरूले संकेत देखिसक्नु भएको छ। अब मधेस पल्टिसकेको छ, मधेसले बुझिसकेको छ। हिजो सुदूरपश्चिमको यो चाहिँ एउटा पूर्वको यता पश्चिमको कर्णाली, मध्यपश्चिमको यता कर्णाली जस्तै गरी चाहिँ जसरी बुझिँदैन पछाडि परिएको छ भनिएको थियो मधेसलाई, त्यही भन्दा भन्दै आज मधेस सबै उल्टिसकेको छ। आज पूर्व झापा तपाईहरूले देख्न सक्नुहुन्छ उल्टिसकेको छ। अब छैन नुवाकोटलाई छुट। सबै उठेको बेलामा नुवाकोट सुत्यो भने यो इतिहास लेखेको पृथ्वीनारायण शाहले इतिहास लेखेको नुवाकोटलाई अब तपाईँ हामीलाई सुत्ने छुट छैन, तपाईलाई छैन, मलाई त झन् छँदै छैन। र म कसैलाई नुवाकोटलाई सुत्न दिन्न। कोही सुत्नु भएको छ भने पनि अब उठ भनेर बिउजाउँछु। अब बिउजिने माध्यम भनेको तपाईहरू फेरि त्यही पुरानो पार्टीहरूलाई विश्वास गर्नुभयो भने यो नुवाकोट फेरि सुत्छ। एकचोटि सुतेर भोलि बिहान उठ्ने होइन, 100 वर्षको लागि सुत्छ। त्यसकारण त्यसलाई उठाउनको लागि तपाईहरूले मलाई साथ दिनुपर्ने छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिनुपर्ने छ। अब आराम गर्नुहोस् पुराना पार्टी दलका साथीहरूले। आज म यहाँ गर्वका साथ भन्छु, म आजको मैदानमा आउँदै गर्दा होला हाम्रा प्रतिस्पर्धी नेपाली कांग्रेस हुनुहुन्छ होला, हाम्रा प्रतिस्पर्धी एमाले हुनुहुन्छ होला, तर हामीसँगै प्रतिस्पर्धा विशेष रूपमा मसँग दुईमा प्रतिस्पर्धा गर्ने मेरो गुरु पनि हुनुहुन्छ, हिरानाथ खतिवडा ज्यू हुनुहुन्छ। संसारमा यस्ता दुई व्यक्ति छन् जसले कुनै व्यक्तिलाई ठुलो भइदियोस् भनेर सबै चिज छोड्ने दुई व्यक्ति छन्। एउटा त्यो हो आफ्नो बुवा आमा, अर्को त्यो हो गुरु। तपाईको चेलालाई ठुलो बनाउनुहुन्छ भने, ठुलो बनेको देख्नुहुन्छ भने म हिरानाथ सरलाई यहीबाट ढोगेर नमन गर्दै भन्छु, अब तपाईको चेलालाई असल बनाउनुहोस्, ठुलो बनाउनुहोस्। तपाईले बच्चामा बाबु तिमी ठुलो हुनुपर्छ, ज्ञानी हुनुपर्छ, यो देशको जिम्मा लिनुपर्छ भनेर पढाउनु भएको आशिष अब तपाईले फिर्ता लिनुपर्छ। तपाईले आफूलाई आशिष माग्ने होइन, तपाईको विद्यार्थीलाई दिनुपर्छ। त्यसकारण म मेरो गुरुसँग यहाँबाट आशिष माग्न चाहन्छु। गाली गरेर होइन, ढोगेर आशिष माग्न चाहन्छु। र अब हामी धेरै ठुलो कुरा नगरिकन म धेरै यहाँ बसेर साथीहरू तपाईहरूलाई भन्न चाहन्छु, यो देश विकास गर्ने चित्र सबैसँग थियो। 40 वर्षसँग चित्रमा हामीले यो देशको चाहिँ सबै चिज सपनाहरू बोकेर बस्यौँ, तर हामीले यति झुक्क्यौँ कि यति भुल्यौँ कि हामीले चरित्रवान नेता कहिले चुन्न सकेनौँ। त्यसकारण अब चित्रलाई चरित्रमा बदल्नको लागि यो राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट 1 र 2 बाटै म तपाईहरूलाई बाचा प्रतिबद्धता गर्न चाहन्छु। हामी चित्र देखाएर होइन, हाम्रो चरित्रलाई अगाडि सारेर यो देशको जिम्मेवारी लिन तयार छौँ भनेर म समग्र नुवाकोटलाई जानकारी गराएँ। र अर्को भनेको अब हाम्रो सम्बन्ध मतलबसँग होइन। आजसम्म हामी मतलबसँग जोडिएको कारणले गर्दा हामीले धोका पायौँ। अब हामी मनसँग जोडिनुपर्छ। जब मनसँग जोडियो त्यहाँ सत्यताले न्याय पाउँछ। त्यसकारण यो सत्य र असत्य बीचको युद्ध भएको कारणले गर्दा विशेष गरी जेनजी आन्दोलन पश्चात अब तपाईहरूको हातमा छ सत्यको पछि हिँड्ने कि असत्यको पछि हिँड्ने। त्यसकारण म तपाईहरूलाई विनम्र अनुरोध गर्दछु, हामी आफ्ना पेसाले, आफ्ना व्यवसायले, आफ्ना योग्यताले, आफ्ना क्षमताले सबैजना आफ्ना ठाउँमा सबै चिज गर्न सक्ने हुँदाहुँदै पनि आज यो माइक समाउनु परेको छ। तपाईहरूको अगाडि आएर थिएन मलाई माइक समाउने रहर, थिएन डाक्टर विक्रमलाई यो माइक समाउने रहर, तथापि हामीले यो माइक समाउनु भनेको यो बाध्यता हो, हाम्रो रहर होइन। त्यसकारण हामी यो देशमा केही परिवर्तन गर्न सकेनौँ, केही नयाँ आवाजहरू निकाल्न सकेनौँ भने हामी अर्कोचोटि तपाईहरूसँगै माफी मागेर त्यही घरमा बसेर हामी भुटेको मकै र भटमास खाएर तपाईहरूसँगै बस्ने बाचा गर्दछु। तर म तपाईहरूलाई देखाउँदिनँ नयाँ ठुला सपना, नयाँ देखाउँदिनँ त्योभन्दा ठुलो खालको चाहिँ रेल ल्याउने सपना र ठुलो खालको तपाईँहरूलाई चाहिँ पाइपमा ग्यास बाल्ने सपना देखाउँदैनौँ। हामी मात्र देखाउँछौँ यो नुवाकोटमा बाँदर धबाउने सपना कसरी पुरा गर्ने होला, कसरी कृषकलाई त्यहाँनिर चाहिँ हामीले सम्पन्न बनाउने होला भन्ने कुरालाई मात्रै हामी ध्यान दिएर अगाडि बढ्न चाहन्छौँ। म यो विश्वस्त
तपाईहरुलाई पार्न चाहन्छु कि हामी यति गर्दैनौँ, हामी सक्दैनौँ होला ठुलो चिज गर्न, तर हामी भ्रष्टाचार गर्दैनौँ, तर हामी नागरिकलाई बुवा आमाहरूलाई हामीले कहिल्यै धोका दिँदैनौँ। त्यति चाहिँ यहाँको माथिको भैरवी माईलाई राखेर म चाहिँ तलको जाल्पा माईलाई सम्झेर भन्छु, तपाईँ सबैजना, म तपाईँहरू कसैको पनि कुनै पार्टीको पनि म यहाँ आएर दुश्मन बोक्न आएको होइन। सबैले माया गरिदिनु होला, यहाँको यो छोरोलाई, यो चाहिँ नातिलाई, यो बाबुलाई, यो भाइलाई माया गरिदिनु होला। म तपाईँहरूको काखमै बसेर सधैँ सँगै काम गर्ने बाचा प्रतिबद्धता गर्दै यहाँ उपस्थित हुनुहुने सबैजनालाई तपाईँहरूले अमूल्य समय दिएर आज कस्तो रहेछ यो यहाँ उम्मेदवार दिने केटो, यो भाइ, यो फुच्चे, यो नाति भनेर आउनुभएको छ। कहिले पनि तपाईँको यो भाइ फुच्चेले तपाईँलाई कहिले पनि धोका दिने छैन, कहिले पनि ढाँट्ने छैन र कहिले पनि यो राष्ट्रलाई असफलतातिर जाने ठाउँमा कुनै पनि ठाउँमा कलम र कदम चलाउने छैन भन्दै प्रतिबद्धताका साथ बाचाका साथ यहाँ उपस्थित हुने सबैजनालाई म हार्दिक धन्यवाद। यो लामो समय दिनुभयो। अब हामी पछाडि पनि फेरि धेरै कुराहरू गरौँला, सँगै बसौँला, सँगै आफ्ना चिजहरू बाँडौँला। अब हामी यो चुनावी माहौलसम्म तपाईँहरूको साथ सहयोग र समर्थनको चाहिँ म अपेक्षा गर्दै साथ र समर्थन चाहिँ अब यो घन्टीलाई तपाईँ हाम्रो समर्पण अब राष्ट्रलाई दिनुपर्छ, त्यो बेला आयो भन्दै आजको मेरो भनाइ यही अन्त्य गर्दछु। हस्त, धन्यवाद। सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद। जय घन्टी।